आज चाहिँ हामी जुनाको अलिकति इमर्जेन्सी भएर चाहिँ जाँदैछौँ दार्जिलिङ एडमिट गर्नुपर्ने हो कि अब यस्तो छ हालत थियो गाडी कति बेला आएर चाहिँ अब गाडी पर्खिरहेको छु पानी पुरा परिरहेछ हो गाडी पर्खिरहेको छु अब गाडी यताबाट आउँछ कति आइपुग्ने हो गाडी हरेस छ जिन्दगी के गर्ने यस्तै छ हामी कलबाट आएको पुरा पानी परिरहेछ यस्तो भइरहेछ अहिले चाहिँ हामी लुदोमा पुग्यौँ अगाडि भाउजू हुनुहुन्छ यताबाट दुईजना कति बजी छ त बज्छ है त आइपुग्दा 6:30 हुन्छ होला सायद के हुन्छ चाहिँ अहिले मात्रै हस्पिटल पुग्दैछौँ म 7 बज्यो 7:30 भन्दा 7:30 बज्दा मात्रै आइपुगेँ ल हस्पिटल चाहिँ पुग्दैछु अब गरेर हामी भर्खर आइपुगेर जुना चाहिँ खाली छ एडमिट बेडहरू हेर्नु नि यस्तै खाली छ भर्खर आइपुगेर चाहिँ बलिया ब्ल्याङ्केटहरू लिएर चाहिँ बिचरा बहिनीहरूबाट ब्ल्याङ्केटहरू लिएर चाहिँ भर्खर बसिरहेको छु अब एडमिट भइरहेको छ के गर्नुपर्ने हेर्नु छ अब त्यस्तै छ मेरो चाहिँ हस्पिटलमै जिन्दगी बित्ने रहेछ यताउता कुदाइले नै यस्तै छ र पनि के गर्नु दुःख मार्नु भएन कस्तो भए पनि हो के हुने यस्तै हो त्यही चाहिँ गाउँमा हामी मात्रै रहेछौँ भाउजू आउनुभएको छ भाउजू चाहिँ खाना खाँदै जुनाको लागि पनि खाना ल्याउनु जानुभएको छ हो अहिले चाहिँ बहिनी र म सुतिरहेका छौँ जुना र भाउजू चाहिँ हस्पिटलमा छ हो हेर्नु नानी माया लाग्दो के गर्नु यस्तो छ बिजोग छ के गर्नु दुईजना बाउ छोरी चाहिँ सुतिरहेको छौँ अब बिहान जानुपर्छ अब सुतेको अब चाहिँ सबैजनालाई गुड नाइट